गएका छौँ। तपाईँले देखिराख्नु भएको छ नेपालका चिर परिचित पत्रकार तपाईँलाई आउनुहुन्छ, मलाई स्वागत गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। त्यस्तै यहाँलाई अवगत गराउन चाहन्छु एसियाकै सबैभन्दा कान्छो पत्रकारको रूपमा नेपालबाट 2वटा पुरस्कार प्राप्त गर्न सफल सुजन आचार्य भाइ आउनुहुन्छ, यहाँलाई सँगसँगै यहाँलाई के जानकारी गराउन चाहन्छु भन्दा हामीले नेपाली सिङ्गिङ आइडल सञ्चालन गर्ने क्रममा विविध राउन्डहरू सञ्चालन गरिरहँदा हामीले एउटा कार्यक्रमको सुट गरेका थियौँ यही हलमा। एसियाका कान्छा पत्रकार जसको कार्यक्रम हामी यहाँ सुट गरेका थियौँ। आज हामी दुई भाइको प्रयासमा एउटा कार्यक्रम हामी अगाडि लाँदैछौँ। उक्त कार्यक्रमको नाम खबरदारीको अभियान रहनेछ। त्यो कार्यक्रमको आज हामी लोकार्पण गर्नेछौँ। आदरणीय दाइ ऋषि धवलाज्यूले यो कार्यक्रमको लोकार्पण गर्नुहुनेछ। म यसमा जुटिदिनको लागि सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु। जनताको साझा सवाललाई विषय बनाएर हामीले सञ्चालन गर्न लागेको यो कार्यक्रम खबरदारीको अभियान हामी लोकार्पण गर्दैछौँ। आदरणीय दर्शक महानुभावहरू, यहाँलाई यो लोकार्पण कार्यक्रममा स्वागत गर्नको लागि यहाँलाई हामी अनुरोध गर्न चाहन्छौँ। कमल थापा, डाक्टर रामशरण लगायत शीर्ष नेताहरू आउँदै हुनुहुन्छ। बहस गर्नु छ, तर पनि तपाईँहरू सामुमा आइसकेपछि अहिलेको अवस्थामा जुन किसिमको सुजन आचार्यले एउटा नेपाली पत्रकारिताको एउटा नयाँ शीर्षक लिएर एउटा नयाँ सोच चिन्तन र विचारका साथ यहाँ आउनु भएको छ। जनताको आवाज खबरदारीको अभियान आजबाट सुरु भएको छ। यसको सफलताको शुभकामना दिन चाहन्छु र सुजन आचार्यलाई तपाईँहरूले बधाई दिनुहोस्, सफलताको शुभकामना दिनुहोस् ताली बजाएर। किनभने देशमा यतिखेर हामी सबैको चाहना छ युवाहरूले रोजगारी पाउनुपर्छ, समिति नेपाल सम्पन्नशाली नेपाल बन्नुपर्छ, देशमा विकास हुनुपर्छ र लाखौं लाख युवा युवती स्वदेशमै बसेर रोजगारी सृजना गर्नको लागि अब मिडियाले पहल गर्नुपर्छ। हामी आजबाट यो सुरुवात गर्नेछौँ र तपाईँको मागलाई सफल गर्नेछौँ। त्यसैले उपस्थित सज्जनबिन, म जाँदा जाँदै यहाँहरूलाई आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। हाम्रो देशमा अब अहिलेको राजनीतिक नेतृत्वले सोचेन भने, देशमा समझदारी विकसित भएन भने, सहमति भएन भने, एकता भएन भने, दलहरूको बिचमा सहमतिका साथ निर्वाचन भएन भने देशमा सङ्कट आउन सक्छ। त्यसैले यो कार्यक्रमले खबरदारी गर्नेछ। हामी सबै नेपालीको माग पुरा गराउन पहल गर्नेछ। म तपाईँहरूलाई यति भन्दै, किनभने रिपोर्टर्स क्लबमा बहस सुरु भइसकेको छ, म यहाँहरूबाट बिदा हुन चाहन्छु र यहाँलाई